नमस्कार साथीहरु, आज म तपाईहरुलाई केराको बुङ्गोको तरकारी तितो बनाउने तरिका अथवा कुन केराको बुङ्गो चाहिँ तितो हुन्छ आज म देखाउँदै छु। भिडियो अन्तिमसम्म हेर्नु होला भिडियोलाई, किनकि केराको बुङ्गो सबै मिठो हुन्छ भन्नु छैन, कोही तितै हुन्छ। त्यो चाहिँ जति गरेर पनि तितो नै हुन्छ। त्यो पनि केरा म अन्तिममा देखाउँदै छु। र यो चाहिँ भने ठुलो बोट जुन ठुला कोसा फल्छ त्यो केराको चाहिँ बुङ्गो एकदम पकाउन जाने भने तितो हुँदैन। हुन त केराको बुङ्गो टर्रै हुन्छ, भए पनि अचार अथवा सलाद सौप वा तरकारी बनाएर पनि खान सकिन्छ। अब यसरी यो सबै हटाउने, रातो भाग जति सबै हटाइदिउँ र जब सेतो निक्लिन्छ भित्रको, त्यो निक्लेपछि मात्रै हामीले प्रयोग गर्न सक्नेछौँ। यो रातो भाग जुन चिपेको भाग चाहिँ हामी तितो नै हुन्छ जति गरे नि, कलिलो भागलाई मात्रै हो प्रयोग गर्ने। दायाँपट्टि माथि भिडियो देखिरहनु भएको छ, अग्लो बोट छ केराको बुङ्गो र होचा बोट छ एउटाको चाहिँ हुँदैन। अब यसरी काटिएपछि यसलाई पखाल्नु पर्ने हुन्छ, नत्र चोप लाग्छ। त्यो चोपले चाहिँ तपाईँको कपडा भेट्यो भने पनि कपडाको दाग हट्नेवाला छैन, भरे पखाल्नु पर्ने हुन्छ। यसको चोप बडा खतरा हुन्छ, अहिले वर्ष रहनु होला, कपडा तपाईँ बिगारिदिनेछ। अन्तिममा कुन चाहिँ बुङ्गो, कुन चाहिँ केराको बुङ्गो तर हुन्छ अथवा तितो हुन्छ, खाना नहुने हुन्छ, त्यो म देखाउने छु। यो चाहिँ भने अब यसरी मसिनोबाट काट्नु होला। बुग्रा छिलिसकेपछि र त्यो फुलको भित्रको रेसा निकाल्नु, त्यसलाई पनि केलाउनु होला राम्रोसँग। यतिखेर चाहिँ पखाल्नु राम्रोसँग र पानी उमाल्ने, झन्डै 10 मिनटभन्दा बढी उमाल्नु होला। यसरी फुलको बुजिरा पनि निकाल्नुहोस्, यो तितो हुने भाग 10 मिनट जति उमालेर पकाउनुहोस् मजाले। अनिखेर मात्रै त्यो पानी सबै निकाल्नुहोस्, निचोर्नुहोस् र त्यो टर्रो पानी जति सबै हटाउनुहोस्, अनि मात्रै मिठो हुनेछ। अब यसलाई चाहिँ बस्नु पर्ने हुन्छ। अन्य केराहरू पनि छन् मिठो नहुने, थुप्रो छन्। अग्लो बोट हुने, होचा बोट हुनेको चाहिँ हुँदैन। अग्लो जुन बोट छ त्यो ठुला कोसा फल्छ र तरकारी खाने केरा हो जो, त्यसको चाहिँ मिठो हुन्छ नि। अब यो देखिहाल्नु सानो बोट हो, यो सानो बोट चाहिँ हरियो कोसा हुन्छ पाक्दाखेरि पनि, र गोटामा पाकेको चाहिँ पहेँलो हुन्छ, नत्र भने पकाएको केरा चाहिँ हरियो कोसा हुन्छ। प्रायः जसो असोजमा पसाउने र फागुन चैतमा पाक्ने गर्छ। यदि चिसो ठाउँ छ भने अन्य समयमा पनि यो केरा पसाउँछ। र यसको बुङ्गो चाहिँ भने खानै नहुने हुन्छ, जति गरे नि यो होचो बोट हुन्छ, यसको चाहिँ खानै सकिँदैन। र यो अग्लो बोटहरू छन्, यिनीहरूको चाहिँ हामी प्रयोग गर्न सक्नेछौँ। पकाउने तरिका भनेको उसिन्ने र उसिन्दाखेरि त्यो टर्रो पानी जति फाल्ने, अझ निचोरेर पनि फाल्दिने, अनि मात्रै खान योग्य हुनेछ। नत्र भने तितो भएर खान सकिँदैन, ज्यादै तितो हुनेछ। यस्ता साना बोटहरूको चाहिँ प्रयोग गर्न हामी सक्दैनौँ। कस्तो लाग्यो भिडियो मन परे च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। हस्त बिदा हुन्छ, नमस्कार।